द आर्ट अफ सोलिट्युड इज वान अफ द इम्पोर्टेन्ट बुक जुन हामी सबैले जान्नै पर्ने हुन्छ। यो किताब स्टेफेन प्यास्टरले लेख्नुभएको छ र उहाँले यो किताबमा यस्तो राम्रो राम्रो कुरा गर्नुभएको छ जुन चाहिँ टिनेजरहरूले एकदमै जान्नुपर्ने हुन्छ। यहाँ स्टेफेन भन्छन् सोलिट्युड भनेको एउटा यस्तो स्टेज हो जसमा चाहिँ हामी पर्सनली आफ्नो माइन्डफुलनेसले आफ्नो इन्टेन्सनको साथ चाहिँ अरूबाट सेपरेसन गर्छौँ, अरूबाट टाढिन्छौँ। त्यो अरूबाट पर भएर चाहिँ हाम्रो आफ्नै इनर ग्रोथ सेल्फ रिफ्लेक्सन गर्छौँ र आफूलाई एकदमै टाइम दिन्छौँ र आफ्नो इनर भोइसको कुरा सुनेर हामीले आफूलाई अपलिफ्ट गर्ने कामहरू गर्छौँ, जुन प्रायः जस्तो मिलिनियर बिलिनियरहरूले गर्ने गरेका छन्। किनकि उनीहरू केही समयको लागि अरूबाट टाढा हुन्छन् र उनीहरूले चाहिँ आफूलाई ग्रो गर्ने खालको कुराहरू चाहिँ गर्छन्, जसलाई कहिलेकाहीँ सोसियल मिडियामा मङ्क मोड पनि भन्ने गरिन्छ। र यो सोलिट्युड चाहिँ फेरि लोनलिनेस भन्दाखेरि फरक कुरा हो। किनकि लोनलिनेसमा चाहिँ एउटा अनवान्टेड आइसोलेसन हुन्छ जसमा चाहिँ हामी अरू कोही मसँग आओस् भनेर चाहन्छौँ तैपनि कोही हुँदैन, अरू चाहिँ तपाईँबाट टाढिन्छन्। भने यो सोलिट्युडमा चाहिँ तपाईँ अरूबाट टाढिनुहुन्छ र आफूलाई नै टाइम दिन थाल्नुहुन्छ। सोलिट्युडद्वारा तपाईँ आफूमा अझै बढी डिपली कनेक्ट हुन सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले आफ्नो थट्सलाई, इमोसन्सलाई र एक्सन्सलाई चाहिँ एकदमै बढी जान्न सक्नुहुनेछ। र आफूलाई चिनेपछि, आफूलाई जानेपछि चाहिँ तपाईँले आफूभित्र भएको पोटेन्सियलिटी, आफूभित्र भएको क्यापेसिटीहरूलाई चाहिँ निखारेर बुझ्नुहुन्छ र तपाईँले त्यो क्यापेसिटीमा काम गर्दाखेरि चाहिँ एकदमै म्यासिभ खालको कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। र यो सोलिट्युडले चाहिँ हाम्रो क्रिएटिभिटीहरूलाई चाहिँ फोस्टर्स गरेर ल्याउँछ। अब नयाँ नयाँ कुराहरू हामीले डेभलप गर्न सक्छौँ, नयाँ नयाँ कुराहरू हामी सोच्न सक्छौँ, किनकि हामीसँग प्रशस्त टाइम हुन्छ। जब हामी सेपरेसन स्टेजमा हुन्छौँ, जब हामी सोलिट्युडमा हुन्छौँ, तब चाहिँ हाम्रो आफ्नै पर्सनल बिलिफ्सहरू चाहिँ हामीसँग हुन्छ र त्यो बिलिफ्सहरू र आफ्नो त्यो छुट्टै क्रिएटिभिटीहरूले चाहिँ हामी नयाँ नयाँ कुराहरूलाई चाहिँ बनाउन सक्छौँ, नयाँ इनोभेसन गर्न सक्छौँ र नयाँ आइडियाहरूमा चाहिँ काम गर्न सक्छौँ।